JLPT N5 N4 Minano Nihango बुकको आज हामीले लेसन 6 को चाहिँ कम्प्लिट भोकाबुलरी हेर्नेछौँ र यो सबै वर्ड मिनिङ्सहरुमा चाहिँ मैले पिक्चर्स पनि अट्याच गरेको छु जसले गर्दा चाहिँ तपाईलाई रिमेम्बर गर्नको लागि चाहिँ एकदम धेरै इजी हुनेछ। सो भने भिडियोलाई सुरु गरौँ र पहिलो वर्ड रहेको छ किकी मास भन्नाले चाहिँ सुन्छु अथवा सोध्छु। किकी मास सुन्छु अथवा सोध्छु। अर्को वर्ड रहेको छ मिमास भन्नाले चाहिँ नेपालीमा के रहेछ त हेर्छु। मिमास हेर्छु। अर्को वर्ड रहेको छ ताबाको हो भन्नाले चाहिँ नेपालीमा चुरोट। ताबाको हो चुरोट। अर्को वर्ड रहेको छ सुइमास भन्नाले चाहिँ नेपालीमा के रहेछ त धुम्रपान। सुइमास धुम्रपान। अर्को वर्ड रहेको छ नोमीमास भन्नाले चाहिँ पिउँछु। नोमीमास पिउँछु। अर्को वर्ड रहेको छ ताबेमास भन्नाले चाहिँ के रहेछ त खान्छु। ताबेमास खान्छु। अर्को वर्ड रहेको छ खाकीमास भन्नाले चाहिँ लेख्छु। खाकीमास लेख्छु। अर्को वर्ड रहेको छ योमीमास भन्नाले चाहिँ पढ्छु। योमीमास पढ्छु। अर्को वर्ड रहेको छ आइमास भन्नाले चाहिँ नेपालमा भेट्छु। आइमास भेट्छु। अर्को वर्ड रहेको छ सिमास भन्नाले चाहिँ नेपालीमा गर्छ। सिमास गर्छ। सिमास गर्छ। अर्को वर्ड रहेको छ स्यासिनो भन्नाले चाहिँ नेपालीमा फोटो। स्यासिनो फोटो। स्यासिनो फोटो। अर्को वर्ड रहेको छ तोरीमास भन्नाले चाहिँ नेपालीमा खिच्छु। तोरीमास खिच्छु। तोरीमास खिच्छु। अर्को वर्ड रहेको छ पान भन्नाले चाहिँ नेपालीमा ब्रेड। पान ब्रेड। अर्को वर्ड रहेको छ बानगोहान भन्नाले चाहिँ नेपालीमा के रहेछ त बेलुकाको खाना। बानगोहान बेलुकाको खाना। बानगोहान बेलुकाको खाना। अर्को वर्ड रहेको छ हिरुगोहान भन्नाले चाहिँ नेपालीमा के रहेछ त दिउँसोको खाजा। हिरुगोहान दिउँसोको खाजा। हिरुगोहान दिउँसोको खाजा। अर्को वर्ड रहेको छ आशागोहान भन्नाले चाहिँ नेपालीमा बिहानको खाजा। आशागोहान बिहानको खाजा। आशागोहान बिहानको खाजा। अर्को वर्ड रहेको छ गोहान भन्नाले चाहिँ खाना। गोहान भनेको खाना। गोहान खाना। अर्को वर्ड रहेको छ यासाई भन्नाले चाहिँ नेपालीमा तरकारी। यासाई तरकारी। अर्को वर्ड रहेको छ साकाना भन्नाले चाहिँ नेपालीमा माछा। साकाना माछा। अर्को वर्ड रहेको छ निकु भन्नाले चाहिँ नेपालीमा मासु। निकु भन्नाले मासु। अर्को वर्ड रहेको छ तामागो भन्नाले चाहिँ नेपालीमा अन्डा। तामागो अन्डा। अर्को वर्ड रहेको छ कोच्या भन्नाले चाहिँ नेपालीमा के रहेछ त कालो चिया। कालो चिया। अर्को वर्ड रहेको छ ओच्या भन्नाले चाहिँ नेपालीमा ग्रिन टी। ओच्या भन्नाले चाहिँ ग्रिन टी। अर्को वर्ड रहेको छ मिजु भन्नाले चाहिँ नेपालीमा पानी। मिजु पानी। अर्को वर्ड रहेको छ कुदामोनो भनेको नेपालीमा के रहेछ त फलफुल। कुदामोनो फलफुल। अर्को वर्ड रहेको छ ओसाके भन्नाले चाहिँ नेपालीमा रक्सी। रक्सी। अर्को वर्ड रहेको छ बिरु भन्नाले चाहिँ नेपालीमा बियर। बियर। अर्को वर्ड रहेको छ जिउसु भन्नाले चाहिँ नेपालीमा जुस। जुस। अर्को वर्ड रहेको छ मिरुकु भन्नाले चाहिँ नेपालीमा दुध। मिरुकु। अर्को वर्ड रहेको छ गेउन्यु भन्नाले चाहिँ नेपालीमा दूध। अर्को वर्ड रहेको छ भिडियो भन्नाले चाहिँ नेपालीमा भिडियो। भन्नाले चाहिँ भिडियो। अर्को वर्ड रहेको छ स्यासिन भन्नाले चाहिँ नेपालीमा के रहेछ त फोटो। फोटो। अर्को वर्ड रहेको छ रेपोतो भन्नाले चाहिँ नेपालीमा के रहेछ त रिपोर्ट। रिपोर्ट। अर्को वर्ड रहेको छ तेगामी भन्नाले चाहिँ नेपालीमा चिठी।
चिठी। अर्को वर्ड छ एइगा। एइगा भन्नाले चाहिँ नेपालीमा फिल्म। एइगा फिल्म। एइगा भन्नाले के रहेछ त फिल्म। अर्को वर्ड छ निवा। निवा भन्नाले चाहिँ नेपालीमा के रहेछ त बगैँचा। निवा भन्नाले चाहिँ बगैँचा। निवा बगैँचा। अर्को वर्ड छ रेसुतोरान। रेसुतोरान भन्नाले चाहिँ नेपालीमा रेस्टुरेन्ट। रेसुतोरान भनेको रेस्टुरेन्ट। रेसुतोरान रेस्टुरेन्ट। अर्को वर्ड छ मिसे। मिसे भन्नाले चाहिँ नेपालीमा पसल। मिसे पसल। मिसे पसल। अर्को वर्ड छ ओहानामी। ओहानामी भन्नाले चाहिँ नेपालीमा फुल दृश्य। ओहानामी भन्नाले चाहिँ फुल दृश्य। अर्को वर्ड छ साक्का। साक्का भन्नाले चाहिँ नेपालीमा के रहेछ त फुटबल। साक्का फुटबल। साक्का फुटबल। अर्को वर्ड छ टेनिसु। टेनिसु भन्नाले चाहिँ नेपालीमा टेनिस। टेनिसु टेनिस। टेनिसु टेनिस। अर्को वर्ड छ सिकुदाई। सिकुदाई भन्नाले चाहिँ नेपालीमा गृह कार्य अथवा एचडब्ल्यू। सिकुदाई गृह कार्य। सिकुदाई गृह कार्य। अर्को वर्ड छ इचुमो। इचुमो भन्नाले चाहिँ नेपालीमा के रहेछ त सधैँ। इचुमो सधैँ। इचुमो सधैँ। अर्को वर्ड छ चुत्तो। चुत्तो भन्नाले चाहिँ नेपालीमा यसो। चेत्तो भन्नाले चाहिँ यसो। चेत्तो भनेको यसो। अर्को वर्ड छ इस्योनी। इस्योनी भन्नाले चाहिँ नेपालीमा सँगै। इस्योनी सँगै। अर्को वर्ड छ नानी। नानी भन्नाले चाहिँ के। नानी भनेको चाहिँ के। अर्को वर्ड छ ई देश्ने। ई देश्ने भन्नाले चाहिँ नेपालीमा के रहेछ त राम्रो छ नि। ई देश्ने राम्रो छ नि। ई देश्ने राम्रो छ नि। अर्को वर्ड छ ए ए भन्नाले चाहिँ ए भनेको अर्को वर्ड छ सोरेकारा। सोरेकारा भनेको नेपालीमा त्यसपछि। सोरेकारा भन्नाले त्यसपछि। सोरेकारा त्यसपछि। अर्को वर्ड छ तोकिदोकी। तोकिदोकी भन्नाले चाहिँ नेपालीमा कहिलेकाहीँ। तोकिदोकी कहिलेकाहीँ। तोकिदोकी कहिलेकाहीँ। अर्को वर्ड छ मेक्सिको। मेक्सिको भनेको नेपालीमा मेक्सिको। मेक्सिको भनेको मेक्सिको। मेक्सिको मेक्सिको। अर्को वर्ड छ ज्यामाता आसिता। ज्यामाता आसिता भन्नाले चाहिँ के रहेछ त लौ फेरि भोलि अथवा भोलि भेटौला। ज्यामाता आसिता भोलि भेटौला। अर्को वर्ड छ नान्देस्का। नान्देस्का भन्नाले चाहिँ के हो। नान्देस्का भनेको के हो। नान्देस्का भनेको नेपालीमा के हो। वाकारी मासिता। अर्को वर्ड छ वाकारी मासिता। वाकारी मासिता भनेको नेपालीमा के रहेछ त बुझे। वाकारी मासिता बुझे। वाकारी मासिता बुझे। अर्को वर्ड छ ओसाका जेउ कोइन। ओसाका जेउ कोइन भनेको चाहिँ नेपालीमा ओसाकाका क्यास्टल पार्क। ओसाका जेउ कोइन भनेको चाहिँ ओसाकाका क्यास्टल पार्क। तो साथीहरू यो चाहिँ लेसन 6 को पुरै वर्ड मिनिङ्सहरू थियो। यदि तपाईँ चाहिँ लेसन 5 को वर्ड मिनिङ्सहरू हेर्न चाहनुहुन्छ भने यो जुन स्क्रिनमा भिडियो आइरहेको छ यसमा चाहिँ तपाईँ क्लिक गरेर त्यो सबै लेसन 4 को भिडियोहरू चाहिँ हेर्न सक्नुहुनेछ। सो आजको भिडियोको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।